भरतपुर अब नेपालकै सेन्ट्रल सिटी हो। त्यसलाई तुलना गर्नुहुन्छ भने जापानको टोकियो, भारतको तपाईको नयाँ दिल्ली हो, अथवा अमेरिकाको तपाईको न्युयोर्क हो, बेलायतको लन्डन हो, फ्रान्सको पेरिस हो, र नेपालको अब भरतपुर हो। अब यो रूपमा विस्तार गर्नुपर्छ यसलाई, र त्यसको फाउन्डेसन सुरु भइसकेको छ। त्यसैले म शुभकामना दिन चाहन्छु। र मैले अघि एउटा प्रश्न अधुरो छोडेको छु, यो कसरी सम्भव भयो त? कुनै यो देशको 77 जिल्लामा भएको 753वटा पालिका, अरू कयौं पालिकाहरूले अहिले पनि खानेपानीको जोहो गर्न 3 घण्टा जानुपर्छ। चितवनले चाहिँ कसरी सक्यो, भरतपुरले कसरी सक्यो? यद्यपि भौगोलिक विकटता धेरै पालिकाका धेरै छन्, अरू अब्स्ट्याकलहरू छन्, तर मलाई के लाग्छ भने मनभित्र जाँगर, इच्छा शक्ति, तत्परता, अठोट र दुःख गर्छु, सङ्घर्ष गर्छु र केही न केही परिवर्तन ल्याउँछु भन्ने अठोट कायम गर्यो भने त्यो सम्भव छ। र त्यो सम्भव मैले भनेको होइन, यहाँहरूले भन्नुभयो। भरतपुर नगरपालिकाको मेयरको रूपमा रेणु दाहालले त्यो स्थापित गर्नुभयो। त्यसकारणले गर्दाखेरि त्यो उहाँको नेतृत्वमा रहेको भरतपुर महानगरपालिका र उहाँको जति पनि वडाध्यक्ष, सदस्यहरू, कर्मचारीहरू जो छन्, उहाँहरू बधाईका पात्र हुनुहुन्छ।